मौसम के भन्नु छ नो वरिस आज हैन ल आज चाहिँ हामी धुप्लुङ झरना खोटाङको सबैभन्दा अग्लो झरना त्यो चाहिँ हेर्न गइरहेको छौँ यो यही गते चाहिँ हामी पोखराको डेभिड फल्स हेर्दै थियौँ भने आज यो सीतापोखरीको भनौँ न धुप्लुङ झरना धुप्लुङ फल्स हेर्दैछौँ यहाँ चाहिँ हाम्रो विशेष अगुवा चाहिँ सूर्य राई हुनुहुन्छ अनि उहाँ चाहिँ अगाडि फ्रन्टमा हुनुहुन्छ यसै गरी हामी अहिले सम्भावित आयोजनाको स्थलमा पनि हामी आइरहेको छौँ अब यसलाई चाहिँ धुप्लुङ झरना चाहिँ मान्छेहरू चाहिँ एक किसिमले चाहिँ बाहिर बढी आकर्षित भइरहेको छ तर त्यहाँभन्दा माथितिर यो धिप्लुङ ताल हामी धिप्लुङ ताल बनाउने अवधारणा बनाइरहेको छौँ हेलो धिप्लुङ तालको लागि यहाँनिर यो घाटीमा हामी चाहिँ के गर्छौँ भन्दाखेरि यहाँ ब्लक गरेर सानो छ थुनिसकेपछि यहाँनिर करिब यहाँ चाहिँ लगभग 8-10 रोपनीको क्षेत्रमा एउटा चाहिँ ताल निर्माण हुनेछ र यो जति भिजिटरहरू जति टुरिस्टहरू धिप्लुङ ताल अवलोकन गर्नुहुन्छ अवलोकन गरेर फेरि उहाँहरू दिनभरि इन्जोय गर्न सक्नुहुन्छ यो बोटिङ यो क्षेत्रमा धेरै क्लिन वाटर हुन्छ क्लिन अब यहाँ ट्राउट माछादेखि लिएर बोटिङदेखि लिएर त्यसको थुप्रो छ त्यसको प्लानहरू चाहिँ ठ्याक्क यहीँदेखि हामी ब्लक गर्छौँ होइन ज्ञानदीप है यहाँबाट सबै ब्लक गरिसकेपछि धेरै ठुलो कस्ट आउँदैन यहाँ करिब हामी 1 करोडको लागतमा हामी यो ताल निर्माण कम्प्लिट हुन्छ जसले गर्दाखेरि यो क्षेत्रको आर्थिक समृद्धिमा ठुलो टेवा पुर्याउँछ हामीले यसको चाहिँ चाँडै चाहिँ यसको चाहिँ डिपिआर गरेर हामी तयारीमा छौँ यो चाहिँ के भन्छ दाइ यसको भालेपछि त दुईवटा त हुन्छ नि त एक हुन्छ त्यो भालेपछि त भने यो गाउँलाई बनाउँछ यो चाहिँ हाम्रो अब लगभग हामी इनर्मस यात्रा हुँदैछ 30% चाहिँ हाम्रो बाटो चाहिँ सकिएको छ स्टिल हाम्रो धेरै रमाइलो छ आज धेरै रमाइलो भएको छ अत्यन्तै धेरै अध्ययन गरिरहेका छौँ केटाकेटी यो सिक्दैछ हो कविता कस्तो लाग्दैछ धेरै डर लागिरहेको छ तिमीलाई हस् ध्यान दिनु पऱ्यो यो भिजिटमा कमान्डरले उहाँ नै कमान्डर एउटा यो काठे पुलहरू जो यही पुलले कति धेरै सेवा दिएको थियो तर आज यो पुलहरू चाहिँ आज पुरै अब हिँड्न छोडिसकेको छ आज चाहिँ यो पुलहरू चाहिँ पुरै अब के अरे चाहिँ यो जङ्गलले ढाकिसकेको छ यो पार्टीहरू इतिहास राम्रो त्यो बेला त्यस्तो पार्टीहरूमा कति धेरै मान्छे चौतारीहरूमा बस्थे यो काठे पुलमा आउनुभन्दा पहिला है यो मुडा टेप्चाएर यसरी यात्रा गर्नु पर्थ्यो शाखाबाट लाइभ गर्न सक्दैन त्यो हेर्नुपर्छ एउटा फोटोग्राफी खोइ एउटा प्रश्न लाइभ जान्छ होला यहाँ माथिहरू त्यसको यसलाई चाहिँ खोलाको सुन भन्छ के अरे कालो सुन जङ्गलको कालो सुनको बिचमा पुगेर हामी सुनको बिचमा आज त के साह्रो फोटो पनि भिडियो गरेको हेलो धिप्लुङ झरना हामी हिँडेको नि गएको अब हामी चाहिँ एकदमै नजिक लगभग हामी 60% चाहिँ हामीले बाटो सकिसकेका छौँ अब चाहिँ अलिक अप्ठ्यारो जटिल बाटोहरू अब हेलो घरकै हो कि पाहुना हो बाजेको नाति ए अनि आगो लगाइदिनु हाम्रो चिब्रा निल्नु भन्दा खतरा लाग्नु पर्छ झर्न झर्नु हो बाटो उठिहाल्छ नि निकाल्नु के भन्ने ठ्याम एउटा निकाल्नु होइन पहिला अब जाली राख्यो हजुर अनि अलिक लगाइ मिलेर अनि आगो जोड्नु थाल्यो यो उन्नु यो के अरे छोडाएर हजुर छोडाएपछि माथि यहाँनिर सुकाउने पहिला छोडाउनु पर्छ अनि छोडाएर मुनिबाट आगो हाल्ने आगो चाहिँ धुवाले सेकाउने रे हजुर धुवाले सेकाउने यो कति बेर जति चाहिँ सुकाउला लाग्छ यसमा ठ्याम्मै भर्दाखेरि 4 घन्टा जति 4 घन्टा चाहिँ कन्टिन्यू
कन्टिन्यू एउटै घाम भाइ यति हजुर एउटै घाम 4 घण्टा हजुर यहाँ थाक हुँदाखेरि अब यो त आधै दाइ डकुमेन्ट्रीको लागि बनाउनु भयो क्या हो त्यस्तो त्यस्तो युट्युबमा हाल्ने हुने कि ब्लगिङ हो त्यस्तो ब्लगिङहरू धेरै खर्च यो घरको रेलिङ हो क्या खासमा भन्ने हो भने महँगो हुन्छ है यो त यो धेरै महँगो खालको हो यो जङ्गल घारीको चाहिँ यस्तो बनाएर कामै छैन पछाडिबाट पारीबाट बाटो राम्रो रहेछ नि त दिप्लुङ छागा फाइनल्ली आफ्नो हिँडिराखेको बल्ल तपाईँ लाइभमा दिप्लुङ छागा ओ तल्लोपट्टिदेखि त नदेखिने रहेछ नि त यो त्यही भएर बाटो नै बिकाउँदै थिएन कि दाजु नत्र के मैले लिइहाल्छु नि बाटो थिएन भयो एकछिन हाम्रा
भाइ बहिनीहरूले